हेलो साथीहरू फ्याबुलो तपाईँ सम्पूर्णलाई है आज चाहिँ म नानीहरूलाई चाहिँ यसो सन्डे होइन लगेर चाहिँ दुईवटा अप्सन दिएको थिएँ कि मैले एउटा बर्डर टु पिक्चर हेर्ने कि त बेङ्गल सफारी घुम्ने भनेर हो। बेङ्गल सफारी चाहिँ अब बाहिर बाहिर पार्क होइन जूहरू, अनि उनीहरू चाहिँ बर्डर टु नहेर्ने अरे। बर्डर टु नहेरेर चाहिँ बेङ्गल सफारी नै जाउँ अरे होइन। अन्त अहिले चाहिँ 2:30 कति बजे नानी? कति बज्यो? 2:10 भएछ होइन। अनि बेङ्गल सफारी त आज बन्द हुन्छ 5 बजी, मतलब आज होइन अब एभ्रिडे नै 5 बजी बन्द हुन्छ होइन। सोमबार चाहिँ क्लोज है कम्पलसरी। बेङ्गल सफारी चाहिँ नआउनु होला साथीहरू है। उनीहरूले चाहिँ चुज गर्यो बेङ्गल सफारी होइन। सो हामी बेङ्गल सफारी जाँदैछौँ अब, यिनीहरूलाई लगेर जाँदैछु। अनि एउटा कुरा तपाईँहरूलाई है, यो भित्रै घुम्नुपर्छ भन्ने पनि छैन। यदि कम टाइम छ भने तपाईँहरूकोमा है, केटाकेटीलाई लिएर आउनु भएको छ भने नानीहरूलाई कसैलाई, तपाईँहरू चाहिँ बाहिर बाहिर पनि घुम्न सक्नुहुन्छ साथीहरू। बाहिर बाहिर पनि छ जनावर, म के छ म देखाउँछु नि तपाईँहरूलाई ल गएर। अनि यहाँ छ के अरे अन्सुमनी हो, जानेछु। यहाँ नानी चाहिँ पर बाहुबली हेर्दैछ। नानी चाहिँ यहाँनिर पर्खिरहेछ मलाई, छिटो गर्नु ल आपा भन्दैछ। हाई ल त हामी जाँदैछौँ। यहाँ चाहिँ बाहुबली हेर्दैछौँ। कटप्पालाई के गर्यौ? ए लास्ट मुभमेन्ट हो यो, लास्ट हो ल त है साथीहरू, भेटौँ एकछिनमा। हाई।